आज म यहाँलाई किन आएको भने हामीले भन्छ एओ भनेको ओलम्पियाड हो। ओलम्पियाड जसमा एस्ट्रोनोमी रिलेटेड क्वेसन्सहरू सोधिन्छ। अनि जो विद्यार्थीको एस्ट्रोनोमीसँग रिलेटेड केही इच्छा छ भने त्यो फिल्डमा जानको लागि विद्यार्थीहरूलाई च्यालेन्जिङ कज गर्नको लागि यस्तो ओलम्पियाडहरू लिँदा हुन्छ। सो हामीले सिनियर 11-12 सिनियर ब्याचलर लेभल इक्जाम हुन्छ, त्यसमा हामीले इक्जाम दिन्छौँ। अनि फर्स्ट सेकेन्डमा नाम आएर सेकेन्ड लेभलमा हाम्रो एसाइनमेन्ट आउँछ। त्यो एसाइनमेन्ट चाहिँ हाम्रो हुन्छ प्लान एक्सप्लेन गर्छ भने दुईवटा मध्ये कुनै एउटालाई एक्सप्लेन गरेर एउटा प्रोग्राम कन्डक्ट गरेर अनि अडियन्सको सामने त्यो मसँग प्लान एक्सप्लेन छैन, यसको के हो, यसको वर्किङ प्रिन्सिपल के हो, अनि यसलाई हामी किन युज गर्छौँ त्यसको बारेमा चाहिँ म भन्छु। सो फर्स्टमा त दुईवटा प्लान एक्सप्लेन भनेको के हो? यो भनेको एउटा डिभाइस जस्तै मानौँ। यसलाई हामी जस्तै हाम्रो तारामा आकाशमा ताराहरू देखिन्छ अनि कन्सलेसनहरू देखिन्छ। कन्सलेसन त थाहा होला, ताराहरूको समूहले कन्सलेसन हुन्छ। त्यसलाई यो कन्सलेसन जुन हुन्छ टाइम टु टाइम हाम्रो चेन्ज भएर हुन्छ। जस्तै हाम्रो यो पोजिसनबाट यदि कुनै कन्सलेसन्सलाई हामी आज त्यहाँ हेरिरहेको छौँ भने फेरि अर्को दिन त्यो त्यहाँ देख्दैन। किन देख्दैन भने त्यहाँ टाइमको चेन्ज हुन्छ। जस्तै आज अर्थ जुन रोटेट गर्छ होइन, रोटेसनको कारणले गर्दा दिन चेन्ज हुन्छ। सो त्यो दिनको कारणले गर्दा त्यो जुन स्टार हुन्छ या कन्सलेसन फिक्स पोजिसनमा देख्न देख्दैन। यसको मेन कारण के हो भने स्टार्स त त्यही नै रहन्छ, तर हामीले किन त्यसलाई त्यसको पोजिसन चेन्ज भएको किन देख्छौँ भने हाम्रो जुन अर्थ छ नि त्यसले त रोटेट गरिरहेछ। सो हामी मुभ हुनु भने हाम्रो प्लेस चेन्ज भइरहेछ। अब त्यसको प्लेस भनेको रोटेसनको कारणले गर्दा पनि चेन्ज हुन्छ र रिभोल्युसनको कारणले गर्दा पनि चेन्ज हुन्छ। अब एउटा कुरा के बुझ्यौँ भने जुन त्यो स्टार हुन्छ नि त्यसको प्लेस चाहिँ किन चेन्ज हुँदैन? हुन त चेन्ज हुने भयो हाम्रो रिस्पेक्टमा, तर त्यसको चाहिँ किन चेन्ज हुँदैन? अब स्टार भनेको डिस्टेन्स हजुर होइन, हामीसँग धेरै टाढा छ। अब हामी मान्छे यहाँ अर्थमा छैन, हाम्रो आँखा यहाँ छ, हामीले स्टार्सलाई यसरी हेर्छौँ क्या। यो कुरा बुझाउनको लागि पहिला म एउटा कुरा भन्छु। जस्तै कुनै पनि दुईवटा सेम साइज सेप भएको अब्जेक्ट लिउँ, एउटा नजिकमा राखौँ अनि अर्कोलाई धेरै डिस्टेन्समा राखौँ के। हामीले जब मुभ गर्छ होइन, मुभ गर्दाखेरि हाम्रो आँखाबाट जुन नजिकको अब्जेक्ट छ नि त्यो छिटै डिस्प्लेस हुन्छ। किन हुन्छ भने हाम्रो आँखाले जुन हुन्छ नि एङ्गुलर डिस्प्लेस गर्ने गर्छ कि। एङ्गुलर डिस्प्लेस हुँदाखेरि जस्तै यहाँ पनि एउटा अब्जेक्ट छ, त्यसको सेम हाइट छ अनि यसको पनि सेम हाइट छ। हामीले यो अब्जेक्ट भन्दा यो अब्जेक्टलाई हाम्रो आँखाले बढी टाइमको लागि हेर्छ कि। मुभ गऱ्यो भने यहाँसम्म गयो भने जुन छ एउटा त जान्छ तर अर्को देखि नै रहन्छ। त्यसको कारणले गर्दा हुन त स्टार्सको पनि मोसन छ, त्यसले पनि मुभ गरिरहेको हुन्छ, किनभने एभ्री अब्जेक्ट इन द युनिभर्स इज एक्सप्यान्डिङ एन्ड मुभिङ। सो तिनीहरूको डिस्टेन्स बढी हुनुको कारणले गर्दा हामीले त्यसले केही समयको लागि होइन, जस्तै 1 वर्ष 2 वर्षको लागि त्यसको डिस्टेन्स चेन्ज भएको देख्न सक्दैन के। त्यो स्टार्सहरूको 5 वर्ष या 1000 वर्ष पछि मात्र त्यहाँको जुन स्काइमा त्यसको पोजिसन छ त्यहाँबाट चेन्ज हुन्छ। यति बुझ्यो होइन? अब यो डिभाइसको बारेमा होइन, यसमा दुईवटा पार्ट छ। एउटालाई रोटेटिङ डिस्क भन्छौँ जसमा स्टारहरू र कन्सलेसन्सहरू रहेछ, अनि अर्को भनेको यो ओरिजिन मास छ। यसमा यहाँ आयो भने यसमा के गरेछ टाइमहरू देखिन्छ कि। यसमा टाइमहरू देखिन्छ अनि यो फिगरमा हेऱ्यो भने यसमा मन्थहरू देखिन्छ क्या। सो अब हामीले तारामण्डलहरूको जुन पोजिसन्सहरू चेन्ज हुन्छ होइन,
यदि टाइम टु टाइम चेन्ज भएको हेर्न चाहन्छु भने यसले म फिक्स गर्छु। अहिले हाम्रो मार्च 27 जति छ, 21 जति त्यस्तो। त्यसको अनुसार हेऱ्यो भने हामीले पहिला म मानौँ कि रातिमा देख्छ नि त। सो यसमा जुन छ यहाँ आवाजको पोजिसन रहेछ। मानौँ म 12 बजे रातिको लागि हेर्छु होइन, 12 बजे रातिको लागि म मार्च 20 लाई फिक्स गर्छु। मैले यहाँ फिक्स गरेँ होइन। अब यो त 12 बजे रातिको लागि गयो। अब यसलाई म 2 बजे रातिमा हेऱ्यो भने के हुन्छ? यसलाई मुभ गर्नु पर्यो। सो मुभ गर्दाखेरि यो 12 अनि त्यसपछि 1 अनि 3 आउँछ। सो यसलाई मुभ गर्यो भने यसको पनि पोजिसन चेन्ज हुन्छ। सो यसले के जनाउँछ भने हाम्रो जुन स्टार्स अर कन्स्टेलेसन जुन स्काईमा छ त्यसको जुन पोजिसन छ नि टाइम टु टाइम चेन्ज हुन्छ। टाइम चेन्ज भइरहेछ भने त्यसको पनि पोजिसन चेन्ज भइरहेछ। अरू अब मन्थको चेन्जमा कसरी यो डिपेन्ड पर्छ भने जस्तै आज 12 बजे राति र अर्को मन्थको 12 बजे राति हामी हेर्न चाह्यौँ भने त्यो कन्स्टेलेसनको पनि पोजिसन चेन्ज हुन्छ। जस्तै आज यो होइन मार्च मन्थको 28 मा फिक्स गरेँ होइन, यो यति चाहिँ देख्ने भएन। तर यदि हामीले अर्को मन्थको फेरि हेऱ्यो भने मार्च पछि के आउँछ? अप्रिल होइन, अप्रिलमा गऱ्यो भने यो पोजिसन चेन्ज हुने भयो। यो कुरालाई एकछिनपछि हामी भन्छ एउटा वेबसाइट छ, वेबसाइटबाट हामी तपाईँहरू अब्जर्भ गराउँछु। त्यसमा पनि अलि राम्रोसँग बुझ्न सकिन्छ। अब यसलाई युज टाइम कसरी गर्ने होइन? अब युज गर्नको लागि सिम्पल नै छ। हामीले आजको डेट हेर्ने र कुन टाइम हामीले युज गर्दैछौँ। जस्तै 12 बजे रातिको लागि गर्दैछौँ भने 12 बजे रातिको लागि फिक्स गर्ने। यसलाई जुन यो रोटेटिङ हुन्छ यसलाई रोटेट गरेर हामी टाइम फिक्स गर्न सक्छौँ। अनि अब यदि तपाईँहरू यो टाइप पनि गर्न सक्नुहुन्छ। जस्तै हेरेपछि त मलाई थियो कि हामी पनि यहाँ क्लासमा हिँडेको तारा, तर के हुन्छ भने जस्तै हामी रातिमा तारा देख्न चाह्यो भने काठमाडौँबाट देख्दैन। किन? हाम्रो क्लाउड फ्रेस छैन। अनि फ्रेस नभएको कारणले तारा त देख्ने भएन। यो कहिले फ्रेस देखिन्छ भने जुन बेला ताराहरू राम्रोसँग देख्न सकिन्छ, क्लाउड फ्रेस हुन्छ र फ्रेस हुनको कारणले जुन बढी चम्किलो तारा हुन्छ त्यो देख्न सकिन्छ। र कन्स्टेलेसन अरू कसरी क्रिएट हुन्छ भने बढी चम्किला ताराहरू हुन्छ नि, त्यो बढी चम्किला ताराको समूह हुन्छ। त्यसलाई हाम्रो पूर्वजहरूले एउटा सेप डिजाइन गरिदिएको थियो कि तिनी कन्स्टेलेसन्स तिनीहरू डिफ्रेन्ट आफ्नो कुनै सिजनल चेन्जहरू अब्जर्भ गर्नको लागि, नेभिगेट गर्नको लागि पहिला युज गर्थे। सो यसमा कुनै डिफ्रेन्ट क्वेसन छ? यो बेसिसमा चाहिँ डिजाइन गरेर यो पूर्वजहरूले डिजाइन गरेर भन्नु नि यो बेसिसमा के भन्छ? हाम्रो जुन समय छ नि होइन, अब हामीले मानौँ कि यो अहिले चैते वैशाख समय आइरहेको छ। यस बेला के होस् काम गर्छु होइन। अब मैले अहिले के अब्जर्भ गरेँ भने एउटा कन्स्टेलेसन मानौँ कुनै ओरियन कन्स्टेलेसन यहाँ देखिरहेको छ होइन। सो यो वर्ष देखिने भयो, फेरि त्यो हाम्रो अर्को वर्ष बित्यो कि बितेन भने कसरी थाहा पाउँछ? सो अर्को वर्ष बित्न कसरी थाहा हुन्छ भने फेरि त्यो कन्स्टेलेसन जुन छ नि त्यही देखिन्छ। मतलब के छ भने जुन कन्स्टेलेसनको पोजिसन छ नि महिनाबाट त्यो चेन्ज हुन्छ, तर फेरि त्यो आफ्नै पोजिसन आइदिन्छ क्या फेरि 1 वर्षपछि। एकछिनपछि म एउटा वेबसाइटबाट हामी अब्जर्भ गर्छौँ तपाईँहरू। जुन यो कसले यो थाहा छैन कि त्यो जुन 1 वर्षपछि मैले भने नि त्यो एउटा कन्स्टेलेसन्स फेरि 1 वर्षपछि त्यही नै देखिन्छ। त्यो किन होला? एउटा
यहाँ रिभोल्युसन कुनै कम्प्लिट भयो नि त त्यसपछि सेम पोजिसनमा आयो त त्यही हो अनि त्यो रिभोल्युसन कन्ट्रीहरू यो हाम्रो इलेक्ट्रिकल पास होइन अर्को यसले यहाँबाट मानव मुभ गरिरहेछ भने यहाँ कुनै कन्स्टिट्युसन देखियो मानव कुनै कन्स्टिट्युसन देखियो होइन फेरि यसले आफ्नो पोजिसन एक वर्षमा यही ल्याउँछ नि त्यसको कारणले गर्दा त्यही देखिन्छ अनि स्टार्ट